नमस्ते वेलकम बैक टु माई युट्युब च्यानल। म हुँ तपाईँहरूकै प्यारो साथी आशा नाना। अनि साथीहरू आजको दिन पनि स्टार्ट भइसकेको छ। अनि साथीहरू म चाहिँ अब अहिले ड्युटी जानलाई निस्किँदैछु। अनि त्योभन्दा अगाडि चाहिँ म कस्तो काम रहेछ, त्योभन्दा अगाडि चाहिँ म आज एउटा अफिसमा जानु छ साथीहरू। त्यहाँ गएर तपाईँहरूलाई म त्यो अपडेट दिने नै छु साथीहरू। मैले अस्ति भनेको थिएँ भिजाको लागि जानु छ भनेर, अनि आज चाहिँ म त्यहाँ जाँदैछु। अब म कस्तो टङ घाम लागेको साथीहरू, आज लास्टै गर्मी छ। अनि आइलास लगाएको हावाले टालिँदैछ जस्तो छ साथीहरू। आजको दिन पनि लास्टै गर्मी रहेछ। साथीहरू तपाईँहरू कस्तो हुनुहुन्छ? आजको दिन शुभ रहेको होस्, सबैजनाको आशिषमय दिन हुन सकेको होस् भन्न चाहन्छु। अनि म नि काममा जाँदैछु। अब मेरो अरू कामहरू गर्दै गर्दै ड्युटी जान्छु साथीहरू। तपाईँ मसँगै रहनु होला। साथीहरू हेर्नु न, फोन गर्दा गर्दै फोन काट्यो अनि ब्यालेन्स सिद्धेछ क्या। अनि म चाहिँ ब्यालेन्स लाउन फेरि यहाँनिर आइपुगेको छु। अब चाहिँ म फेरि ब्यालेन्स लाएर त्यहाँ फोन गर्ने छु है साथीहरू। अनि कस्तो यस्तो घाममा अफिस आउन पनि टाइम लाग्छ भन्छन् अफिसको मान्छेहरू। पर्खिरहेको छु। अब हेरौँ यहाँ म पहिला चाहिँ ब्यालेन्समा रिचार्ज गर्छु। रिचार्ज गर्ने चाहिँ मेरो यति सलाद हो। अनि यति सलादमा प्रेस गर्ने, अनि यति सलादमा प्रेस गरेर यहाँ चाहिँ के लेखेको छ 5 6 3 अनि आफ्नो नम्बर प्रेस गर्ने अनि ब्यालेन्स हाल्ने। यहाँ तल देखाइरहेछ, यहाँ हाल्ने अनि आफै लान्छ पैसा। अनि रिचार्ज यसमा अनि सबै उयोहरू पनि देखाउँदो रहेछ साथीहरू। प्रिन्ट आयो, मेरो रिचार्ज भयो साथीहरू। अब म चाहिँ यहाँ वेट गर्नु पर्यो। यहाँ अझै 1 घन्टा लाग्छ भन्छ र अझैहरू यस्तो रिस उठ्दो कि घाममा। अब के गर्नु, फेरि घर गएर घरमै पर्खिनु पर्ला जस्तो लाग्यो साथीहरू। यता कता बस्ने यस्तो घाममा है। 10:30 बजे 11 बजे मात्रै खुल्ने भन्दैछ। अब म यतै बस्छु कि घर जाउँ कि के गरौँ भयो मलाई। अब हेर्छु एकछिन यतै वेट गर्नु पर्ला। 10 पैसाको 1 घन्टा छ अझै। त्योभन्दा पहिला चाहिँ म अफिसमा मेरो ड्युटीको ठाउँमा फोन गर्नु पर्यो। अब म 1 घन्टा आधी घन्टा जति लेट हुन्छ होला भनेर चाहिँ म फोन गर्नु पर्यो साथीहरू है। त ल राखेँ ल साथीहरू। मैले चाहिँ नि चिया पनि अर्डर गरिसकेको छु। अनि चिया हेर्नुहोस् त, चिया कति सानो 1 रुपियाँ कप। अनि यो चाहिँ बनानाको फ्राई अरे साथीहरू हेर्नुहोस् न, यस्तो पनि हुन्छ है। अनि म चाहिँ अब एकछिन बसेर यहाँ चिया बनाना खान्छु अनि खाएर जान्छु। कस्तो हावा चलिरहेछ, उडाउँछ कि क्या हो यो कस्तो। अनि मिठो छ चिया साथीहरू। सानो कपमा, कस्तो कुन्टे कपमा मिठो चिया है। अनि अब आज ढिलो हुन्छ ड्युटी जानु। अनि मेरो अब त्यस्तै हो साथीहरू। यहाँनिर चाहिँ अब 2 वर्षको भिजा हुन्छ नि त। अब फ्रिलान्स भिजा भनेको चाहिँ आफैले लाउने हो। आफैले लाएपछि चाहिँ अब म जहिले जान्छु भन्दा नि भयो। अब जहाँ अरू ठाउँमा काम गर्छु भन्दा नि पायो होइन। त्यो चाहिँ आफूले पैसा तिरेर लाउने भिजा हो। अनि कम्पनीको भिजा भयो भने चाहिँ हामीले जुन कम्पनीमा काम गर्छौँ त्यही कम्पनीमा 2 वर्ष गर्नुपर्ने हुन्छ। नभए अगाडि जान्छु चित्त बुझेन भन्यो भने चाहिँ बिचमा क्यान्सल गर्नुपर्ने हुन्छ उनीहरूले। अनि मात्रै हामी जानु पाइन्छ। यो चाहिँ आफ्नो भएपछि चाहिँ सजिलो। त्यसले गर्दा मैले नि अब मेरो 2 वर्षको सिद्धियो नि त। अनि अब अर्को रिन्यू गर्ने बेला भयो। अनि त्यो पुरानो कम्पनी थिएन। अनि अहिले चाहिँ म अर्को नयाँ कम्पनीमा भिजा लाउन खोज्दैछु। अनि त्यसले गर्दाखेरि अब मेरो 4 दिन मात्रै छ नि त। अनि अब चाहिँ म त्यहाँ भिजा लाउँछु। अनि भिजा लगाइसकेपछि मेरो फेरि 2 वर्षको लागि हुन्छ दुबईमा। अनि 2 वर्ष बसेर मैले कामहरू गर्न सक्छु साथीहरू। अनि अहिले जानु पर्यो, अफिसै बन्द रहेछ। अनि यहाँ चाहिँ अब त्यस्तै हो क्या, फेरि हरेक कुरामा फाइन आउँछ नि त। अब
ढिलो भयो भने पनि फाइन आउँछ होइन। एक दिन मात्रै ढिलो भयो भने पनि अब फाइनहरू आउँछ नि त। अनि मेरो 4 तारिकसम्म छ। 4 तारिकबाट फेरि सक्यो भने दिनको 100 रुपियाँ मैले फाइन तिर्नुपर्ने हुन्छ। अनि त्यसले गर्दाखेरि साथीहरू अब रुल्स रेगुलेसन चाहिँ एकदमै फलो गर्नुपर्ने हुन्छ क्या यहाँ दुबईमा चाहिँ। अनि जसले रुल्स फलो गर्छ, नियम कानुनलाई पछ्याउँछ, ऊ सजिलो तरिकाले जीवनयापन गर्छ। जसले रुल्स फलो गर्नु जान्दैन, अलिकति यहाँको नियम कानुन बुझ्दैन, उनीहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ साथीहरू। तर गाह्रो केही छैन, सजिलै छ। सबै कुराहरू चाहिँ नियम कानुन बमोजित हिँड्नुपर्ने हुन्छ। साथीहरू म चाहिँ नि अफिसमा आइपुगेको थिएँ, तर सरले चाहिँ 10 मिनट भन्नुभयो। मैले भिडियो बनाएँ ल, मेरो आफ्नै म होइन म यो ब्लगिङ गर्छु नि त। अनि अघि बाटोमा गर्दै गर्दै आएको थिएँ। अनि अलिकति अब किनकि सरलाई वेट गर्नुपर्ने भयो साथीहरू। अनि अब चाहिँ टाइम लाग्छ। अनि सर आउँदै हुनुहुन्छ, त्यही भएर अब सरलाई चाहिँ यहाँ सरप्राइज दिने अरे कि यहाँ भाइहरूले। अनि सरप्राइज दिनको लागि सबै रेडी गरेको रहेछ। अनि म पनि वेटिङ गरिरहेको छु साथीहरू यहाँ अफिसमा आएर। अब Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you. Emirates Towers. المحطة القادمة هي أبراج الإمارات. The next station is Emirates Towers. المحطة القادمة هي برج خليفة دبي مول. The next station is Burj Khalifa Dubai Mall. साथीहरू अब म चाहिँ बिजनेस पे आइपुगेको छु। बिजनेस पेबाट चाहिँ अब मलाई लाग्छ होला 35 मिनट। बस पायो भने बसमा गइहाल्छु। अब चाहिँ बिजनेस पे आइपुगेँ साथीहरू। अनि म चाहिँ अब जाँदैछु। यहाँबाट बसमा जानुपर्ने हुन्छ साथीहरू, किनकि आज ढिला भइसकेको छ। अफिसबाट पनि गएर आइसकेको छु। तर कति खाली क्या, सुन्ने उतापट्टि मान्छेहरू कति भिडभाड हुन्थ्यो अरू बेला। आज त भिडभाड पनि छैन, दिउँसो भएर होला कस्तो सजिलो। अरू बेला ठेल्दै हिँड्नु पर्थ्यो, आज त ठेल्नु पनि परेन। आनन्दले जाँदैछु साथीहरू। अब मेट्रो कार चाहिन्छ, मेट्रो कार पनि मन्थली गरेको छु हिजो। अनि अब यस्तो शीतलभित्र चाहिँ बाहिर चाहिँ यस्तो गर्मी, पसिनाले खलखल हुन्छ बाहिर चाहिँ निस्केपछि। अनि भित्र चाहिँ फेरि अब मेट्रो पहुँच गएँ। अब म जाँदैछु साथीहरू। क्याब गरेर निस्किनुपर्छ। अनि अब फेरि बसमा गएर जानुपर्छ। अनि बसमा यहाँबाट 3 बसमा 3
6 दिराम जान्छ नि साथीहरू दिनको। तर मन्थली गऱ्यो भने चाहिँ फाइदा हुन्छ। मन्थलीमा चाहिँ अलिकति कम लाग्छ। आज चाहिँ म यहाँनिर लट्री काट्छु भरे आएर लट्री काट्नु मन लागिरहेछ। 1 लाख दिराम पऱ्यो भने त के गर्ने होला साथीहरू, फेरि बेहोस भएर के गर्ने होला, मान्छे बेहोस भइन्छ होला हो। 1 लाख दिराम पर्न पनि सक्छ, के थाहा होइन। सरी, ओ घाम कस्तो टल 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 साथीहरू। बाहिर निस्किने बित्तिकै फेरि निदा टल्किहाल्यो। अब चस्मा लगाएँ मैले, अनि आज क्याप चाहिँ ल्याउनु बिर्सेछु। अब यतिकै जान्छु, यतिकै गएर बसमा चढिहाल्छु। अनि गएर फेरि पार्लरमा गएर लुगा फेरेर फेरि दानादान काम दिइहाल्नु पर्ने हुन्छ साथीहरू। अनि काम गरेर गर्दा गर्दै फेरि बेलुका घर फर्किने बेला भइहाल्छ। दिन त कति चाँडो बित्छ हौ साथीहरू, तर केही प्रगति चाहिँ गर्न सकिँदैन। दिन छोटो भएर, दिन छिटो बित्ने भएर केही काम छैन। अब के गर्ने त, यस्तै हो। आज भन्नु भोलि भन्नु त्यतिकै दिन बित्दै जान्छ। केही गर्न चाहिँ सक्ने होइन, केही गर्न सक्ने होइन साथीहरू। त्यसले गर्दाखेरि समयको धेरै नै महत्त्व छ है। 1 मिनटलाई ध्यान दिनुपर्छ। मेरो बस त्यहाँ पर्खिरहेछ। आज बसमा सरेर जाने साथीहरू। ओ माई गड, कत्रो घाम हो साथीहरू। सलुन पनि आइपुगेँ। अब सलुनभित्र पसेर हाम्रो सलुनमा 20% अफ पनि रहेछ हौ, बुधबार बिहिबार साथीहरू। ल म चाहिँ आइपुगेँ। कस्तो गर्मी। हेलो, आइपुगेँ साथीहरू। अब चाहिँ म भित्र जान्छु, गएर ड्रेस चेन्ज गर्छु। अनि चेन्ज गरेर काम फटाफटी गर्छु। अहिले टन्न क्लाइन्टहरू हेर्न रहेछ है त। ल साथीहरू, पछि भेटौँला। साथीहरू, अब चाहिँ म सलुनमा आइसकेँ। आएर पनि ड्रेस चेन्ज गरिसकेँ। चेन्ज गरेर अब चाहिँ रेडी। मैले यो माइक चाहिँ उता छोडेछु अनि भिडियो बनाएछु। अनि माइकमा चाहिँ अर्को आइरहेको क्या। फेरि यहाँ माइक लिएर म चाहिँ बोल्दैछु साथीहरू। अनि अब चाहिँ यस्तै चाहिँ काम गर्ने ठाउँमा आइपुगेँ। आएर पनि अब ड्रेस चेन्ज गरेँ, मेकअप सेकअप गरेँ। अनि मेकअप पनि ठिकै धेरै रातो गाला बनाएँ कि क्या हो साथीहरू। अब कस्टमर आउँदैछ। अब कस्टमरको लागि रेडी। अनि तपाईँहरू मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्नुभएको निम्ति थ्याङ्क यू सो मच साथीहरू। अनि मेरो 109 जना फ्यामिली हुनुभएछ, यसको निम्ति धेरै धेरै धन्यवाद। अनि मलाई माया गरिदिनु भएको निम्ति धेरै धेरै धन्यवाद साथीहरू। अनि आउने फेरि अपडेटहरू म गराउने नै छु है तपाईँहरूलाई।